अब आज भर्जिनियातिर जाँदैछ धेरै पछि निस्केको लाइक कहिले निस्केको थियौँ लास्ट टाइम भन्दा कहिले निस्केको उडा हामी अलि टाढा न्युयोर्क गएको थियौँ होइन क्रिसमसमा डिसेम्बरमा त्यसपछि आजै हो निस्केको निस्किनै पाइँदैन नभएर निस्किआएको थियो त आज अहिले चाहिँ हामी पेन्सिल्भेनियामा छौँ अल्टुना भन्ने ठाउँ आइपुग्नु लाग्यो अल्टुना पेन्सिल्भेनिया चाहिँ पुरै पहाड छ के डिसेम्बर पछि फेरि लङ ट्रिप चाहिँ यही होला हाम्रो जाडोभरि घरमै बस्नु पर्यो नि विन्टरमा खासै निस्किन्न नि त होइन विन्टर एकदम ब्याड भयो वर्षको तर ठिक छ इट्स गुड अहिले चाहिँ राम्रो वेदर छ एक्साइटेड युएसको हाइवेको केही कुरा भन्दिनँ नि त अब युएसको हाइवेको बारेमा मेरो बुढोलाई के फिल हुन्छ यहाँ चलाउनु यहाँको हाइवेमा खाडल भयो भने एकदमै रिस्की हुन्छ अहिले बाटोमा आउँदाखेरि दुईवटा खाडल इन्काउन्टर गरिसक्यो पट होल भन्छ अङ्ग्रेजीमा चाहिँ स्पिड लिमिट हाई हुन्छ नि त अहिले हामी 79 पट होल भन्छ नेपालीमा चाहिँ अब खाडलै भनौँ न होइन पट होलको खाल्डो खाल्डो रोडको खाल्डो रोडको खाल्डो अनि त्यस्तो खाल्डो नै नहुने चाहिँ होइन तर भयो भने रिस्की हुन्छ त्यही भएर यहाँको धेरै जसो ठाउँमा खाल्डो स्पिड हाई हुन्छ नि त अहिले हाम्रो लाइक 77 माइलेज पर आवरको स्पिडमा छ होइन त्यो भनेको 110 किलोमिटर जति हुन्छ होला किलोमिटर पर आवरमा हुन्छ होला आई डोन्ट नो हुन्छ होला त्यति त मल्टिप्लाई गर्नु 1.6 होला अझ अनि भइहाल्छ नि हाइवे राम्रो छ नि यहाँको यहाँ चाहिँ यो पाहाड चाहिँ नेपालको जस्तै हो बुढीको माइती गाउँ जाने बाटो जस्तै छ बुढीको माइती गाउँ बुढीको माइती गाउँ जाने बाटो जस्तै मेरो ससुराली गाउँ हुने ससुराली गाउँ भन्दा बुढीको माइती गाउँ नै भनौँ होला साँच्चीकै आकाश क्या दामी देखिरहेछ कि हजुरले एउटा कुरा के नोटिस गर्नुहुन्छ कि गर्नुहुन्न होइन अमेरिकामा के आकाश ठुलो लाग्दैन लाग्छ किन होला भन्नु नर्थमा गएर निलो नर्थ पनि होइन होला यहाँ के लो ल्यान्ड बढी हुन्छ नि त जस्तै हाम्रोतिर चाहिँ पहाडले छेकिन्छ अनि त्यो डाँडापछि चाहिँ आकाश छोइन्छ जस्तो लाग्छ नि त होइन यहाँ चाहिँ यहाँ ठुलो लाग्छ कि हेरिरहेको छु मैले हामी एभरेस्ट जाने हो एभरेस्ट जाने क्या यो ग्रिन्सबर्ग होइन अगाडिको यो भन्दा अगाडिको एभरेस्ट एक्ज्याक्टली अब हामी यहाँबाट कस्तो खाली छ नि रोड किन होला यस्तो खाली नै हुन्छ अब हामी यो एक्जिट लिन्छौँ यहाँ चाहिँ अब हामी एभरेस्ट एक्जिट लिन्छौँ एभरेस्ट होइन एभरेस्ट एभरेस्ट हामीलाई चाहिँ यी देखेपछि एभरेस्टै लाग्छ पुरै गोलै छ त कस्तो स्पिड घटाइदियो है सिधै घटाइदियो होइन मैले घटाएको भन्न खोजेको घटाएको त हो नि हो इन्जिनियरले घटाएको हो कि बुढी हो इन्जिनियरले घटाइदिएको भएर हजुरले घटाउनु भएको यस्तो मजाले यसरी कट गराउँछ कि मैले भिडियो खिचिरहेको छु इन्ट्रेस्टिङली कट हुन्छ हो हामी मर्ज गर्ने हो क्या यतापट्टिको रोडमा रहेछ कस्तो मजाले पहाड कट गरे यहीँ कट गरिसक्यो नि हजुरले हेर्नु है उता 2 लेन रहेछ यताबाट जाने 1 लेन रहेछ मिलेन नि के मिलेन भन्नुहुन्छ होला होइन एटलिस्ट 2 माइलको डिस्टेन्स
पर्छ क्या लाइट राख्न यहाँ 2 माइल पुग्यो त पुगेन नि सिटी हो राख्न नपाउनु पर्ने हाइवेमा चाहिँ कस्तो पुरानो टाइपको सिटी है मलाई नि मन परेन त्यो सिटीवाला अलि मजावाला भाइब नै छैन है कस्तो थाहा छ म मान्छेहरू अफेन्ड हुन्छन् होला होइन त्यो चितवनको लाइक मुगलिनपट्टिको साइड अझ कुरिनटार कता भने कुरिनटार नि के भन्छ कुरिनटारै होला त्यो साइडतिरको कि त्यो चुम्लिङटार कुरिनटारतिरको एरिया छ नि खोलाको छेउमा यता केही छैन नि त्यस्तो ठुलो फ्ल्याट ल्यान्ड पनि छैन चितवनको अर्को साइडमा चाहिँ रमाइलो छ डाँडाको यता साइडमा चाहिँ त्यो कुरिनटार आसपासको एरिया जस्तै लाग्यो मलाई चाहिँ गाडी गऱ्यो भने छैन होला मान्छेहरू एउटा भिडियो त बन्ता है यो चाहिँ पुरै वहाँ के अरे मुगलिन गा जस्तो तल खोला छ यता बाटो माथि पहाड जोगलाको बाटो छ दिक्क लाग्दो के कहिलेकाहीँ रमाइलो नि हुन्छ यस्तो बाटोमा हेर्दाखेरि चाहिँ बाटो वाउ लाग्छ नि त ठ्याक्क पहाडको तल काटेर तर अरू कुरा चाहिँ केही नै नपाउने कि केही कुराको एक्सेसै छैन है मलाई चाहिँ वाउ लागेन तर भ्यू देखि नि भए चाहिँ वाउ लाग्थ्यो होला होइन यस्तो बाटो हिँड्न नि रमाइलो हुन्छ कि कहिलेकाहीँ चाहिँ पहाडको बिचमा होइन ड्राइभ गर्न चाहिँ रमाइलो हुन्छ तर अरू